नमस्ते। आज हामी एउटा यस्तो विषयमा अलिकति गहिरिएर कुरा गर्दैछौँ जुन हामी सबैलाई कुनै न कुनै बेला छोएकै हुन्छ होला। क्यान्सर जस्तो गम्भीर रोगको उपचार गर्दा त्यो यात्रामा परिवार अनि समुदायबाट पाउने माया, त्यो समर्थनको खास अर्थ के हो, कति महत्त्वपूर्ण छ भन्ने बारेमा। हाम्रो साथमा क्यान्सर उपचारमा समर्थन र माया भन्ने शीर्षकको एउटा संवादका केही अंशहरू छन्। त्यसले यो यात्राको मानवीय पक्षलाई निकै राम्रोसँग देखाउँछ। हो, आज हाम्रो प्रयास चाहिँ अब त्यो मेडिकल कुराहरू, औषधि उपचार भन्दा अलिक पर गएर त्यो भावनात्मक, त्यो सामाजिक तानाबानालाई बुझ्ने हो, जसले वास्तवमा उपचारलाई अझ प्रभावकारी बनाउँछ। हामी यही खोज्छौँ किन औषधि, डाक्टरको सल्लाह जतिकै कतिपय अवस्थामा त त्योभन्दा बढी यो आड भरोसा, माया, सन्ताना चाहिँ महत्त्वपूर्ण हुन्छ त। हो नि, हामी अक्सर के सोच्छौँ भने उपचार भनेको अस्पताल, महँगो औषधि, अलि जटिल प्रक्रियाहरू त्यतिमै सीमित देख्छौँ नि त। तर आजको हाम्रो यो छलफलले सायद यो कुरा खोल्छ कि निको हुने प्रक्रिया त त्योभन्दा धेरै फराकिलो रहेछ। घरको न्यानोपनमा, साथीको साथमा, समाजको सद्भावमा पनि फैलिएको हुँदो रहेछ। यो खालि शरीर ठिक पार्ने कुरा मात्रै होइन। होइन, बिल्कुल होइन। यो त मन, सम्बन्ध अनि मान्छेको हिम्मतको पनि कथा हो। तपाईँले ठिक भन्नुभयो। सुरुमा यो प्रश्न पारौँ, उपचार भनेको एउटा समग्र यात्रा हो कि शरीरले रोगसँग लड्दै गर्दा मन र भावनालाई पनि त उत्तिकै बल चाहियो नि, होइन? हो त नि। त्यसो भए सिधै विषयमा जाउँ है त। हामीलाई थाहा छ क्यान्सर जस्तो रोगसँग जुझ्न औषधि, सर्जरी, डाक्टरहरू कति महत्त्वपूर्ण छन्। यो त निर्विकल्प नै भयो। तर यो संवादको अंशले बारम्बार के भन्छ भने यतिले मात्रै पुग्दैन। यो भावनात्मक, सामाजिक समर्थनको खास महत्त्व के हो, यो किन यति चाहिने नै रहेछ? हेर्नुहोस् न, उपचार आफैमा गाह्रो छ, शारीरिक सङ्घर्ष छँदैछ, तर त्यो सङ्घर्षलाई धान्ने त्यो मानसिक, त्यो भावनात्मक शक्ति चाहियो नि। त्यो कहाँबाट आउँछ त? त्यो शक्ति भनेकै परिवारको माया, साथीहरूको साथ, समुदायको हौसलाबाट आउने हो। संवादमा एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने क्यान्सरका बिरामीलाई दया देखाउनु भन्दा नि माया र सामान्य व्यवहार गरिनु चाहिँ बढी महत्त्वपूर्ण हुन्छ रे। दया भन्दा माया र सामान्य व्यवहार। हो, दयाले कस्तो हुन्छ भने उहाँहरूलाई कमजोर अनि समाजबाट अलि छुट्टै छु कि जस्तो महसुस गराउँछ। तर माया अनि पहिले जस्तै सामान्य व्यवहारले चाहिँ उहाँहरूलाई जीवनसँग जोड्छ, आफ्नो पहिचानसँग जोडिराख्छ। कुरा त निकै मनन योग्य लाग्यो मलाई। दया होइन, माया र सामान्य व्यवहार। त्यो संवादमा एकजना बिरामीको अनुभव पनि छ क्यारे। उहाँले भन्नुभएको, मलाई करुणाको पात्र नबनाइयोस्, मलाई त पहिलेको जस्तै साथीको व्यवहार चाहिन्छ। यसले त प्रष्ट पार्छ नि, बिरामीहरू आफ्नो परिचय रोगले मात्रै सीमित भएको देख्न चाहँदैनन्। कदापि चाहँदैनन्। उनीहरू त त्यही व्यक्ति हुन् जो रोग लाग्नु अघि थिए र त्यस्तै सम्बन्ध, त्यस्तै कुराकानी खोज्छन्। हो, र यही नि आउँछ अब खुला अनि इमान्दारी कुराकानीको महत्त्व। कहिलेकाहीँ के हुन्छ भने परिवार, साथीभाइहरू बिरामीसँग के भन्ने, के नभन्ने भनेर अलि हिचकिचाउँछन्। त्यो त हुन्छ होला। रोगको बारे कुरा गर्न डराउने वा कुरा अन्तै मोड्न खोज्ने। तर यसले त झन् दूरी बढाउँछ। मनमा लागेको कुरा, डर, चिन्ता त्यो भन्न नपाउँदा बिरामी भित्रभित्र एक्लो महसुस गर्न सक्छन्। बोझिलो हुन्छ उहाँहरूलाई। हो त नि, यसले त झन् समस्या थप्ने भयो। त्यसो भए परिवार र साथीहरूले यो संवेदनशील अवस्थालाई कसरी सम्हाल्ने त? कस्तो खालको वातावरण बनाउँदा बिरामीलाई अलि सहज होला? संवादका अंशहरूले केही व्यावहारिक उपायहरू पनि सुझाउँछन्। पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण, ध्यान दिएर सुन्नु। यो खालि चुप लागेर बस्ने मात्रै होइन, यो त बिरामीको भावना, डर, आशा सबै कुरालाई ध्यान दिएर बिना कुनै जजमेन्ट सुन्नु हो। सुन्ने मात्र। अनि दोस्रो, धैर्य राख्नु। उपचार लामो हुन सक्छ, उतार चढाव आइरहन्छ, बिरामीको मुड पनि परिवर्तन भइरहन्छ। कहिलेकाहीँ आशावादी, कहिलेकाहीँ एकदमै निराश। यस्तो बेलामा हेरचाह गर्नेले त अपार धैर्य देखाउनै पर्यो। हो त नि। तेस्रो, नकारात्मकताबाट बच्ने। बिरामीको अगाडि रोग कति नराम्रो छ भनेर अनावश्यक चर्चा नगर्ने, निराशा लागेका कुराहरू नसुनाउने, बरु सकारात्मक हौसला दिने शब्दहरू प्रयोग गर्ने। संवादमा भनिएको छ परिवारले सक्रिय रूपमा सुन्ने, धैर्य गर्ने र नकारात्मक कुरा नगर्ने अभ्यास गर्नुपर्छ।
सुन्ने कुरामा नि संवादको एउटा लाइनले मलाई छोयो कि कहिलेकाहीँ हामी समाधान दिन खोज्छौँ तर बिरामीलाई केवल कसैले सुन्ने चाहिएको हुन्छ। हामी प्राय हतार गर्छौँ नि, समस्या सुन्ने बित्तिकै ल यसो गर उसो गर भनेर सल्लाह दिन थालिहाल्छौँ। हो, त्यो हाम्रो बानी नै छ। र त्यो बेला बिरामीलाई सायद समाधान चाहिएकै हुँदैन, उहाँहरूलाई त केवल मनको भारी बिसाउने ठाउँ चाहिएको हुन्छ। अनि बिना टिप्पणी सुनिदिने कान, कति सरल तर गहिरो कुरा आयो। एकदमै सही कुरा उठाउनु भयो तपाईले। सुन्नु आफैमा उपचारको एउटा शक्तिशाली माध्यम हो। जब कसैले ध्यान दिएर सुन्छ नि, बिरामीले के महसुस गर्छन् भने म एक्लो छैन, मेरो पीडा बुझ्ने कोही छ। यसले ठुलो भावनात्मक राहत दिन्छ अनि कहिलेकाहीँ सामान्य शब्दले पनि जादु गर्छ। संवादमा भने जस्तै एउटा सरल म तिमीसँग छु भन्ने वाक्यले पनि ठुलो ऊर्जा दिन्छ। म तिमीसँग छु सुन्दा सामान्य लाग्ला, तर त्यो वाक्यले दिने मानसिक बल, त्यो आँट भरोसा अतुलनीय हुन सक्छ। हो, र यसले के देखाउँछ भने उपचारमा मनोबलको भूमिका कति महत्त्वपूर्ण रहेछ। औषधिले शरीरमा काम गर्छ होला, रोगका सेलहरूसँग लड्छ होला, तर त्यो लडाईँ जारी राख्ने इच्छा शक्ति, त्यो हिम्मत त यस्तै भावनात्मक टेवाबाट आउँछ नि, होइन र? अनि उपचारले कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा पनि सकारात्मक असर पार्छ। ए हो र, यो त झन् महत्त्वपूर्ण कुरा भयो। हो नि, हामीले अघि सुन्ने, धैर्य गर्ने, सकारात्मक रहने जस्ता कुरा गर्यौं। यी बाहिरबाट हेर्दा सामान्य लाग्न सक्छन्, तर संवादले भने जस्तै यी साना कुरा जस्तो लाग्छन्, तर जीवनको बाटोमा ठूलो आधार हुन्छन्। यिनै ससाना तर निरन्तर देखाइने माया र सहानुभूतिका कामहरूले नै बिरामीको लागि एउटा बलियो भावनात्मक किल्ला बनाउँछन् होला। अनि यहाँ अर्को महत्त्वपूर्ण पक्ष पनि छ जुन संवादले देखाउँछ। यो यात्रा खाली बिरामीको मात्र होइन। संवादमा भनिएको छ, बिरामी मात्र होइन, परिवार र साथीहरू पनि यो यात्राका हिस्सा हुन्छन्। क्यान्सरले व्यक्तिलाई मात्रै छुँदैन, उसको पुरै परिवार, साथीभाइको सर्कललाई नै असर पार्छ। हेरचाह गर्ने परिवारका सदस्यहरू, नजिकका साथीहरू सबैजना कुनै न कुनै रूपमा यो कठिन यात्रामा सामेल हुन्छन् र उहाँहरू पनि आफ्नै किसिमको भावनात्मक सङ्घर्षबाट गुज्रिरहनु भएको हुन्छ। यो त साँच्चै विचार गर्नुपर्ने कुरा हो। हामी अक्सर बिरामीको पीडामै यति केन्द्रित हुन्छौँ कि उसको हेरचाहमा 24 घण्टा खट्ने परिवारको सदस्य वा साथीभाइको आफ्नै मानसिक तनाव, डर, थकानलाई यादै गर्दैनौँ कि? हो, बेवास्ता हुन सक्छ। उहाँहरूलाई पनि त समर्थन चाहियो नि, समझदारी चाहियो। त्यसैले यो महत्त्वपूर्ण छ कि परिवार र साथीहरूले एक अर्कालाई पनि आँट भरोसा दिउँ। यो लडाईँ एक्लै लड्न सकिँदैन। जब सबै मिलेर एक सकारात्मक, आशावादी, सहयोगी वातावरण बनाउँछन्, त्यसले बिरामीलाई मात्र होइन, पुरै परिवारलाई नै शक्ति दिन्छ। संवादमा भनिए जस्तै सबै मिलेर सकारात्मक वातावरण बनाउन सके जीवन गुणस्तर नै बदलिन्छ। यो खाली रोगसँग लड्ने मात्रै होइन, यो त कठिन परिस्थितिमा पनि जीवनलाई कसरी अर्थपूर्ण, सम्मानजनक बनाउने भन्ने कुरा पनि हो। यसको मतलब त क्यान्सर विरुद्धको लडाई एक किसिमको टिमवर्क जस्तो भयो, होइन त? जहाँ डाक्टर, नर्स, बिरामी, परिवार, साथीभाइ सबैको आफ्नो महत्त्वपूर्ण भूमिका छ। निश्चय पनि, र त्यो टिमवर्कलाई जोड्ने चिज त्यो गम वा सिमेन्ट भनेकै भावनात्मक समर्थन हो। जब बिरामीले आफूलाई माया गर्ने, साथ दिने मान्छेहरूले घेरेको महसुस गर्छन् नि, उपचारका शारीरिक कष्टहरू, मानसिक तनावहरू सहन धेरै सजिलो हुन्छ। उहाँहरूलाई थाहा हुन्छ, ल यो लडाईँमा म एक्लो छैन। सो भए आजको यो गहिरो कुराकानीलाई अब बिट मार्ने हो भने के हामीले उपचार भन्ने शब्दलाई नै अलि फराकिलो तरिकाले हेर्नुपर्छ भन्न सक्छौँ? मलाई लाग्छ संवादको मूल सन्देश नै यही हो। यसको निष्कर्षले के भन्छ भने क्यान्सर विरुद्धको लडाईँमा केवल औषधि मात्र होइन, माया, समर्थन र सहानुभूति पनि चाहिन्छ। उपचार भनेको खाली रोगको लक्षण हटाउने एउटा टेक्निकल प्रक्रिया मात्र होइन, यो त व्यक्तिको समग्र कल्याणसँग जोडिएको छ। उसको मानसिक शान्ति, भावनात्मक स्थिरता, जीवनको गुणस्तर सबैसँग हो। र यो उपचार अस्पतालको त्यो चिसो कोठा र ल्याबमा मात्रै सीमित छैन। छैन, यो त घरको भान्सामा पाकेको तातो जाउलोमा, परिवारको सदस्यले चिन्ताले सोधेको आज कस्तो छ भन्ने प्रश्नमा, साथीले अँगालो हालेर दिने ढाडसमा पनि जीवित छ।
संवादको त्यो अन्तिम वाक्य कति अर्थपूर्ण छ, किनभने उपचार सिर्फ अस्पतालमा मात्र होइन, परिवार र समाजको मुटुमा पनि हुन्छ। यो निकै शक्तिशाली अनि आशा जगाउने विचार हो। यसले स्वास्थ्य, रोग अनि निको हुनुप्रतिको हाम्रो समग्र बुझाइलाई नै फराकिलो बनाइदिन्छ। शारीरिक स्वास्थ्य र मानसिक भावनात्मक स्वास्थ्य छुट्टा छुट्टै होइनन्, बरु गहिरोसँग गाँसिएका छन्। आजको यो कुराकानीबाट हामीले केही निकै महत्त्वपूर्ण कुराहरू सिक्यौं जस्तो लाग्यो। पहिलो, क्यान्सर जस्तो गम्भीर रोगको उपचारमा भावनात्मक र सामाजिक समर्थन त्यो मेडिकल उपचार जत्तिकै कहिलेकाहीँ त त्योभन्दा पनि बढी महत्त्वपूर्ण हुन सक्दो रहेछ। दोस्रो, बिरामीलाई दयाको पात्र बनाउनु हुँदैन, बरु सहानुभूति, पहिलेको जस्तै सामान्य व्यवहार अनि खुला कुराकानीको वातावरणले उहाँहरूलाई शक्ति र आत्मसम्मान दिन्छ। तेस्रो, ध्यान दिएर सुन्नु, धैर्य राख्नु अनि सकारात्मक रहनु, यी सामान्य लाग्ने व्यवहारले बिरामीको मनोबल र जीवनको समग्र गुणस्तरमा ठूलो सकारात्मक प्रभाव पार्न सक्छ। र चौथो, क्यान्सर विरुद्धको लडाई एक्लो सङ्घर्ष होइन, यो त एउटा सामूहिक यात्रा हो जसमा परिवार र समाजको माया, साथ, समर्थन एकदमै आवश्यक छ। उपचार अस्पतालको बिल्डिङमा मात्र सीमित छैन, यो त घर र समुदायको न्यानोपनमा पनि फैलिएको छ। यो छलफलले निश्चय नै हामीलाई धेरै कुरा सोच्न बाध्य बनायो। अब जाँदा जाँदै श्रोताहरूलाई एउटा सानो विचार छोडेर जाउँ कि? अवश्य। आज हामीले बुझ्यौं नि, उपचार भनेको खाली शरीरको मात्र होइन, मन र सम्बन्धहरूको पनि हो। यदि यो सत्य हो भने हामीले आफ्नो दैनिक जीवनमा, आफ्नो समुदायमा स्वास्थ्य अनि बियास्तरलाई बढावा दिन व्यक्तिगत र सामूहिक रूपमा के कस्ता साना साना र अर्थपूर्ण कदम चाल्न सक्छौँ होला। कसरी हामी एकअर्काप्रति अझ बढी संवेदनशील, सहयोगी र उपस्थित हुन सक्छौँ होला। खाली ठूलो सङ्कट पर्दा मात्र होइन कि हरेक दिन। यही प्रश्नमा विचार गर्दै आजको लागि हामी बिदा माग्छौं। आशा छ यो कुराकानीले यहाँहरूलाई केही नयाँ सोच्ने ठाउँ दियो होला। फेरि भेट हुनेछ।